यो वर्ष एसईई परीक्षामा झापा जिल्ला मध्येकै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल गौरादह 7 ग्वालडुब्बाको इमिनेन्ट कञ्चनजङ्घा स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसईई उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई बधाई तथा पुरस्कृत गरेको छ। विद्यालयबाट 33 जना विद्यार्थी यस वर्षको एसईई परीक्षामा सहभागी भएकोमा 4 जनाले 4 जीपीए अङ्कसहित 100% नतिजा निकाली यो वर्ष झापा जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न पुगेको हो। विद्यालयबाट एसईईमा सहभागी भएका 33 जना मध्ये 4 जनाको 4 जीपीए सहित 28 जनाले A+, 4 जनाले A र 1 जनाले B+ ग्रेड प्राप्त गरी 100% नतिजा ल्याएको हो। विद्यालयका छात्रहरू हेमन्त राजवंशी र कुशल लिम्बू तथा छात्राहरू मुना पाण्डे र रोशिका राजवंशीले 4 जीपीए अङ्क ल्याई विद्यालयले झापा जिल्लाकै सर्वोत्कृष्ट विद्यालयमा दर्ज गराएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कोशी प्रदेशका सभामुख माननीय अम्बर बहादुर विष्टको सभापतित्व तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा भएको बधाई तथा सम्मान कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। सर्वोत्कृष्ट 4 जीपीए अङ्क ल्याउने 4 जना विद्यार्थीहरूलाई जनही नगद रु 11,000 सहित पुरस्कृत गरिएको थियो भने अन्य विद्यार्थीहरूलाई ब्याग सहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा बोल्दै गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले विद्यालयले जिल्लामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएकोमा बधाई दिँदै एसईई परीक्षामा नगर क्षेत्रको उत्कृष्ट नतिजा ल्याउने निजी तर्फका इमिनेन्ट कञ्चनजङ्घा र सामुदायिक तर्फका अमर मावि र जनता माविलाई नगरपालिकाले पुरस्कृत गर्ने जनाएको छ। यो धेरै कुरा आइसक्यो। लगातार 3 वर्ष भयो यस विद्यालयले गौरादहको एउटा इज्जत थामेको छ। झापा जिल्लाकै एउटा उत्कृष्ट विद्यालयको रूपमा अगाडि बढेको छ। त्यो विद्यालय मात्रै होइन, यसले गौरादह नगरपालिकाको एउटा शानको रूपमा स्थापित भएको छ। यहाँका शिक्षक साथीहरू, प्रिन्सिपल, सञ्चालकज्यूहरू, अभिभावक वर्ग र विद्यार्थी भाइ बहिनीहरूको अथक मेहनत र परिश्रमले यो नतिजा प्राप्त भएको। गौरादह नगरपालिकाले विगत 3 वर्षदेखि नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पुरस्कृत गर्ने, विद्यार्थीहरूलाई पुरस्कृत गर्ने थालनी गरे अथवा थालनी यही विद्यालयकै विद्यार्थीबाट सुरु गरिएको थियो। पुरस्कार राशि कति हुन्छ भन्ने ठुलो कुरो भएन। पुरस्कार राशि धेर भए पनि थोर भए पनि सम्मान सबभन्दा ठुलो कुरो हो। त्यसलाई गौरादह नगरपालिकाले निरन्तर अगाडि बढाउनेछ। यसपालि गौरादहका विद्यालय मध्ये 4 जीपीए र 100% रिजल्ट गर्ने यो विद्यालय प्रथम भएको छ। त्यस्तै जीपीए 4 प्राप्त नभए पनि 100% रिजल्ट गरेर सनराइज बोर्डिङ स्कुल पनि अब त्यसलाई द्वितीय स्थानै दिनुपर्ने अवस्थामा छ। माउन्ट एभरेस्ट, नमुना त्यसले जीपीए 4 का 2 जना विद्यार्थी गरेर 98-96% रिजल्ट प्राप्त गर्नुभएको छ। उहाँहरूले पनि आफ्नो एउटा उत्कृष्टताको प्रदर्शन गर्नुभएछ। सबै सम्मानको योग्य हुनुहुन्छ। त्यस्तै सामुदायिक विद्यालयतर्फ प्राविधिक धारलाई हटाउने हो भने अमर मावि गर्नु त 9, जसले 72.73 लगभग प्रतिशतको रिजल्ट प्राप्त गरेको छ र प्राविधिक धारमा जनता मावि वार्ड नम्बर 1 जसले त्यसमा 100% प्राविधिक धारमा रिजल्ट प्राप्त गरेको छ। यी सबै रिजल्टहरूलाई गौरादह नगरपालिकाले, गौरादह शिक्षा समितिले, नगर शिक्षा समितिले त्यसको मूल्याङ्कन गर्नेछ र त्यसको उच्च सम्मान गर्नेछ। विगत 3 वर्ष यता गौरादह नगर क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याइरहेको यस विद्यालयले 2079 सालमा पनि झापा जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएको थियो। कार्यक्रम समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले सर्वोत्कृष्ट नतिजा ल्याउन मेहनत गर्नुहुने सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका छन्।
आजको यो सम्मान कार्यक्रममा सम्मान प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूका अभिभावकहरू जो अत्यन्त हाम्रा देवता तुल्य गार्जेनहरू हुनुहुन्छ उहाँहरू र तपाईँहरूको आफ्नो नाक राख्नु नै भएको छ, विद्यालयको पनि नाक राख्ने, यो क्षेत्रको नाक राख्ने र झापाकै उत्कृष्ट नतिजा ल्याएर नाक राख्ने 4 GPA देखि B+सम्म ल्याउने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू केही वर्ष अगाडि जति बेला हामीले यो विद्यालय सुरु गर्यौं अथवा किन्न आउँदै पनि हामी करिब 27 जना सहयोगीहरू भएर यसलाई एउटा सहकारीको मोडलमा अथवा सामूहिक यो विद्यालय सञ्चालन गरौं। नाफाको कुरा यसमा कल्पना नगरौं, तर यस क्षेत्रमा विद्यालयलाई राम्रो बनाऊ, उत्कृष्ट विद्यार्थीहरू निकाल्न सकौं। हामी सबैले केही वर्ष के कति हामीले मुनाफा पायौं भनेर आश नगरौं, तर विद्यालय राम्रो चलाउँ भनेर एउटा हामीले सामूहिक अठोट प्रतिबद्धता लगनशीलताले यो विद्यालय सञ्चालन गरेका थियौं र त्यो बेलामा हामीले घर घरमा गएर गार्जेनहरूसँग भनेका पनि छौं, तपाईँहरूका विद्यार्थीहरू दिनुहोस्, अबको 10 वर्ष पछाडि हामी उत्कृष्ट नतिजा निकाल्ने प्रयत्न गर्छौं, सक्छौं भनेका थियौं। नभन्दै पत्याएर गार्जेनहरूले विद्यार्थीहरू दिनुभयो। हाम्रा शिक्षक साथीहरूले अत्यन्त मेहनत गर्नुभयो, राति पनि मेहनत गर्नुभएको छ, दिउँसो पनि मेहनत गर्नुभएको छ र नभन्दै अहिले केही वर्ष यता यो विद्यालय यस क्षेत्रको मात्रै नभएर झापाको मात्रै नभएर अहिलेको यो प्रतिशत हेर्ने हो भने म अहिले समय सन्दर्भले विराटनगरतिर धेरै बढी बस्छु। आज पनि त्यहीँबाट आएँ, मिडिया र इलेक्सन सामूहिक सञ्जालमा आउँछ, साथीभाइहरूसँग कुरा पनि हुन्छ। यसरी हेर्दा हुँदै अहिले यसलाई हामीले नढाँटी भन्ने हो भने प्रदेशकै पनि अत्यन्त राम्रो नतिजा ल्याएको विद्यालयभित्र यो पर्छ। 100% नतिजा आएको, त्यसमा पनि A+28 जना, 4 जना पनि A र 1 जना हाई प्राविधिक कारणले B+। अब B+ भनेको पनि कमजोर नतिजा होइन, B+ भनेको कमजोर नतिजा होइन, त्यो पनि राम्रो नतिजा हो। यसरी हेर्दा पढाइमा अब्बल ठरेको यो विद्यालयमा आज हामीले तपाईहरुलाई सम्मान गरौं, स्वागत गरौं। गार्जेनहरू जसले आफ्नो घाँस काटेर सकी नसकी यहाँ विद्यालयमा पैसा तिर्नु भएको छ, तपाईहरुले यहाँ अनुहार हेर्नुभयो भने पनि देख्नुहुन्छ। हामी यो क्षेत्र खास गरी आदिवासी र अन्य जातिहरू मिलेर बसेको क्षेत्र, अहिलेको नतिजामा 2 जना विद्यार्थीहरू आदिवासीबाट उत्कृष्ट हुनुभएको छ। 1 जना जनजातिको छोरा, यो पनि कृष्ण खोलाको छेउमा बसेर अत्यन्त आफ्नो दुःख गर्दै गरेको भाइको छोरा त्यसरी उत्कृष्ट हुनुभएको छ। अर्को बहिनी त्यसरी नै हुनुभएको छ। समग्रमा भन्ने हो भने गाउँघरमा बसेर दुःख गर्ने, मेहनत गर्ने, घाँस काट्ने, गाई बस्तु चराउनेका गार्जेनका छोराछोरीहरू पनि आफ्नो घरको काम पनि गर्दै जुन एउटा अहिले नतिजा प्राप्त गर्नु भएको छ, यो अन्य सहरहरू बजारमा बसेर अत्यन्त सुख शैलीमा गाडीमा कुदेर बोर्डिङमा अथवा अन्यत्र गएर पढ्ने विद्यार्थीहरू भन्दा यो कयौं गुणा राम्रो नतिजा हो। र यो अवसरमा म यो विद्यालयकै तर्फबाट तपाईँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, बधाई दिन चाहन्छु। र खास गरी 3 थरी नमिलिकन विद्यालयको नतिजा राम्रो आउँदैन। अभिभावक, शिक्षक र विद्यार्थीहरू र 3 थरीको अत्यन्त मेहनतका साथ यो नतिजा आएको छ। हामी सबै भाग्यमानी भएको छौं र म विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मलाई कसैले सभामुख भइरहँदा निजी विद्यालयसँग जोडिएर अध्यक्ष भएको कुरा कति ठिक हुन्छ, कति बेठिक हुन्छ भनेर पनि कहिलेकाहीँ चर्चा गर्नुहुन्छ। म पहिलादेखि नै यो विद्यालयको अध्यक्ष थिएँ। त्योभन्दा अगाडि सामुदायिक विद्यालयहरूको पनि म लामो समय अध्यक्ष भएर बसेँ। गौरव क्याम्पसको पनि हिजो अस्ति भर्खर मात्रै सदस्यबाट छोडे। त्योभन्दा अगाडि सञ्चालक समितिको सदस्य र एक अवधि अध्यक्ष थिए। गौरियत क्याम्पसको स्थापना कालदेखिको लामो समय सदस्य नै थिए। म शैक्षिक क्षेत्रमा सुरुदेखि नै जोडिँदै आएको मान्छे र
मैले यो सभामुखको जिम्मेवारी प्राप्त गरेपछि यो बस्न हुन्छ कि हुँदैन भनेर आफैले निहाले। तर मैले के देखेँ भने शैक्षिक क्षेत्रमा जोडेर बस्नु खराब होइन, तर मेरो नियत खराब हुनुहुँदैन भनेर म प्रदेश सभामा रोन्जेल यहाँको मेयर साहबहरूसँग अन्य वडा अध्यक्ष जनप्रतिनिधि साथीहरूसँग सल्लाह गरेर बरु मैले सकेको निजी विद्यालयहरूमा 2 लाख 4 लाख पैसा हाल्ने कुरामा कतै कतै पहल गरेको छु। अहिले भर्खरै पनि प्रगति माविमा बरु अलिकति पैसा हाल्ने सकेको बजेटको पनि पहल भएको छ, अन्य विद्यालयको पहल भएको छ, तर मैले यसलाई गलत दुरुपयोग गरेको छैन। यो बोर्डिङमा गौरादह नगरपालिकाले दिएको प्रोत्साहन, गौरादह नगरपालिकाले दिएको पुरस्कार र गौरादह नगरपालिकाले गरेको सहयोग बाहेक प्रदेशबाट अन्यत्रबाट कहीँबाट ल्याएर हामीले सरकारी पैसा हालेका छैनौँ। तपाईँहरूले दिएको फिस, तपाईँहरूले दिएको सहयोग र हामी शेयरधरीले हालेको पैसाबाट नै यसलाई हामीले भौतिक पूर्वाधारहरू निर्माण गर्दै विद्यालयलाई अब्बल विद्यालय बनाउने प्रयत्न गरिरहेका छौँ र नभन्दै नतिजा राम्रो आएको छ। अब अन्य क्षेत्रमा पनि विद्यालयले प्रगति गर्नु नै पर्नेछ, त्यसतर्फ पनि हामी लाग्नेछौँ। र म धेरै निवेदन नगरौँ, म एउटा निवेदन चाहिँ के गर्छु भने विद्यालयको नतिजाहरू आइसकेपछि अहिले यो उच्च माविमा पढ्ने र पढाउने कुरामा अनेक थरीका आउनुहुन्छ। स्वभावैले उहाँहरूका विद्यालयहरू छन्, उच्च माविहरू छन्, आकर्षित विद्यार्थी तान्नु पनि पर्छ र भन्न आउनुहुन्छ। र कता कता हामी सञ्चालक कहिलेकाहीँ शिक्षकहरू पनि अलमल्लेर फलानु विद्यालयमा जाओ भनेर कहिले ठिक र कहिले बेठिक पनि हामी सल्लाह दिन्छौँ। तपाईँ विद्यार्थीहरू र विद्यार्थीका अभिभावकहरूले सोच्नुहोस्, धेरै राम्रो धेरै पैसा तिरेको विद्यालयमा मात्रै नतिजा राम्रो हुँदैन। विद्यार्थीहरूले राम्रो मेहनत गरे भने हाम्रै आसपासमा र हाम्रै जिल्ला अथवा हाम्रै प्रदेशभरिमा पनि राम्रा विद्यालयहरू छन्। भविष्य राम्रो बनाऊ, यसमा हाम्रो तर्फबाट यहाँलाई गर्नुपर्ने सहयोगहरू, मुखले गर्ने सहयोग भन्दा हुने सहयोग र अन्य प्रकारका सहयोगहरू कहिले पनि गर्न तयार रहेको कुरा निवेदन गर्दै यो तातो घाममा अहिलेसम्म बसिदिनु भयो।